once again. सांगसारबाट हिँडेको आधा घन्टा जस्तो भयो सरस केटाहरू कस्तो होला ल अब टक्क यहाँबाट हिँडौँ अब त 1-1.5 घन्टामा पुगिन्छ अरे 1.5 घन्टा प्लसमा तलबाट 8 बजी हिँडेको माथि सिरिङको चाहिँ 9:30 1.5 घन्टा जस्तो लाग्यो रमाइलो रहेछ भाइरल भिड Okay, over. Video. Viral bato. यो भिड रहेछ
पुगिसक्यो ल हेरेको बाटो जान पछाडिको मेरो बाटो भाइरल बाटो कटियो सरस बाटो चाहिँ 1:30 बजे तिलिचो बेस क्याम्पबाट तिलिचोको लागि हिँड्यो है त्यहाँ माथि कति बेला पुगिन्छ फर्किँदा कस्तो खालको भाइ पाउँछ हेरौँ है त भाइ सकेपछि दामी भ्यू देखिँदो रहेछ रमाइलो बाइस घुम्ती कट्यो तिलिचोतिर लाग्यो तिलिचो पुग्न लाग्यो हामी अर्को 5-10 मिनटमा तिलिचो पुग्छौँ ल तिलिचो बेस क्याम्पबाट 1:30 बजे हिँडेको यहाँ ट्याक्क 4:07 यहाँ तिलिचो पुग्यो र बाटो त्यस्तो भन्या जस्तो गाह्रो त रहेछ रमाइलो रहेछ जस यहाँ पुग्यो अब यहाँबाट हामी बेस क्याम्प गएर फर्केर त्यहाँ गएर बस्छौँ जस रमाइलो रहेछ टक्क यता साइडमा हिमाल ल रमाइलो लाग्यो चिसो चाहिँ वाइल्ड रहेछ So good morning from कुन ठाउँ हो यार यो कुन ठाउँ हो रे ल तिलिचो बेस क्याम्पबाट बिहान 6:15 भयो निस्क्यौँ चाहिँ यहाँबाट यहाँबाट बिहान 6:15 भयो निस्क्यौँ पछाडिको भ्यू चाहिँ वाउ छ ठिक छ र कति बेला पुगिन्छ खै यहाँबाट चाहिँ 6:15 निस्क्यौँ हामी एकखरको जाँदा ट्याक्क भ्यू चाहिँ दामी रातो फुलहरू जस्तो होइन रमाइलो रहेछ ल रोक ल के छ यहाँ केही लिने कुरा केही छ भने लिइराखौँ कहाँ छ यहाँ एक खर्क भन्ने ठाउँ जाँदैछौँ आधी बाटो पुग्यौँ अब केही टाइममा पुग्छौँ होला 9 बज्यो बेस क्याम्पबाट 6:30 बजे हिँडेको थियौँ ल सिन चाहिँ दामी रहेछ रमाइलो रहेछ
11:55 यहाँ खर्क पुग्यो। हामी यहाँ यो होटेलमा खाना खान लाग्यो। त्यस्तो गाह्रो त भएन तर लास्ट हावा चल्दो रहेछ दिउँसोको टाइममा। ल यहाँ खर्क पुग्यो है 11:55 यहाँबाट हामी माथि भीमफेदी गएर बस्छौँ। ठिक छ रमाइलो र गाह्रो हेर्छ। ढल्की जाला बाली बैसा ढल्की जाला बाली बैसा गई जाला दो बना पिराती नानाए बाडोले गई जाला दो बना पिराती नानाए बाडोले घर आइजाउँ पैसा छैन घर आइजाउँ पैसा छैन मखी गोठाले गइन छ लेखा भैँसी घम घमै गई गोठाले गइन छ गोठाले गइन छ लेखा भैँसी घम घमाइ गई गोठाले गइन छ पर्खिने रहेन छ बग्या पनि झाने जुबन पर्खिने रहेन छ पर्खी 3:40 मा हामी यहाँबाट हिँडेर टक्क हामी माथि कति बेला पुग्छौँ? हिजो बेलुका ट्याक्क हिजो पनि 4 बजे पुग्यो हामी यहाँ। ल आज अब ट्याक्क बिहान 3:40 भयो निस्किन लाग्यो। हामी तलबाट हिँडेको ट्याक्क 1 घन्टा भयो। 1 घन्टामा चाहिँ माथि आइ क्या माया पुग्दो रहेछ। सरहरूले बत्ती बालिरहेछन्। 2 जना हिँडेको। ल 1 घन्टा माथि माथि हाई क्याम्पमा पुग्यो। यहाँबाट कति टाइम लाग्छ? अलिअलि ल थोरङला पास हुन बिहान 4 बजे हिँडेको 6 बज्न लाग्यो। अब ऊ त्यो पछाडि यो डाँडापलतिर छ अरे त्यो डाँडापलतिर। ल त्यस वरिपरिको 360 भ्यू वाइल्ड चिसो छ। ल गोठाले गइन छ लेखा भैँसी घम घमै गई गोठाले गइन छ गोठाले गइन छ लेखा भैँसी घम घमाइ गई गोठाले गइन छ पर्खिने रहेन छ बग्या पनि झाने जुबन पर्खिने रहेन छ पर्खी पास 360 भ्यू वाइल्ड चिसो छ। ल थोरङला पास है बिहान तलबाट 4 बजे हिँडेको यहाँ माथि 7 बजे आइपुग्यो। थोरङला पास पछाडिको हिमाल घाम लागेको छ। हामी सरोज हामी 2 जना आयो थोरङला पास। ल माथि खोराङ फेदिबाट हामी बिहान 4 बजे हिँडेको यहाँ चाहिँ 11:30 मा आइपुग्यो। अहिले ट्याक्क मुक्तिनाथ आइपुग्यो हामी ट्याक्क 11:30 भयो। ल बाटो चाहिँ रमाइलो छ। खोराङ फेदिबाट 4 बजे हिँडेर 11:30 मा मुक्तिनाथ आइपुग्यो। ल मुक्तिनाथ ट्याक्क सम्राई लाग्या डाको लाया बग्ना चौलानी ढल्कना डाँडा है कहाँ जान्छै बग्ना पानी कैको मायामा। मार्फा मुस्ताङ